देखाउने नै छु है। र लास्टसम्म यसरी तपाईँहरूले हेरिदिनु भएको छ, धेरै धेरै धन्यवाद छ। र केटाहरूले बाँस आम्मा दुईजनाले यहाँ बाँस लिएर आउँदैछ यो हो। लो बाँस पनि ल्याइहाल्यो। छिन्नै गर्छन् बुई। हेलो गाइस, स्वागत छ तपाईँहरूलाई मेरो च्यानलमा है, मेरो फेसबुक पेजमा। र म चाहिँ आज अस्ति त्यो घर बनाउँदै गरेको देखाउँदै थिएँ है। र त्यसलाई अब कन्टिन्यू नै अब मैले गरेको छु त्यो भिडियोलाई है। र म त्यो भिडियो लिएर फेरि पनि आएको छु। यहाँ हाम्रो केटाहरू खाना खानु पनि आयो होला, किनभने 12 पनि बजिसकेको छ। र म चाहिँ जान्दैछु के गर्दै रहेछ केटाहरूले है। भिडियोलाई हेर्दै गर्नुहोस्। यहाँ चाहिँ फुलहरू यस्तो दामी दामी रहेछ, फुलहरू हेर्नुहोस् त, दामी दामी फुल छ। र अब चाहिँ मेरो इन्ट्री भयो। यहाँनिर कुकुर रहेछ हो, यहाँ फुल रहेछ, यहाँ चाहिँ धुप्पी छ है। धुप्पी हेर्नु त मजाले कटिङ गरेर बनाएको, यस्तो दामी दामी धुप्पीहरू छ यहाँ। यहाँ चाहिँ फुलहरू छ है। फ्लावर्स लभरहरूको लागि लु फुलहरू पनि खिचिदिएको छु। यहाँ चाहिँ हाम्रो भाइहरूले है बाँस यति थुपारिसकेको छ है। बाँसकै मात्रै काम छ, किनभने अस्ति पनि बाँसै बोक्दै थियो। यो बाँस चाहिँ तपाईँहरूको चिरेर बार्ने है, बारबेरको लागि हो यो बाँस। बाँसको काम पुरै हुन्छ। अस्ति चाहिँ त्यो माथि डाँडा भाटाको लागि बोकेको थियो है, त्यसमा मैले पनि सकाइदिएको थिएँ। यहाँ हाम्रो सञ्जय भाइ हो, सरोज भाइहरू चाहिँ यहाँ रेस्ट टाइम हो, खाना खाने टाइम। खोइ दुई भाइ आउँदैछ। यहाँनिर चाहिँ केटाहरू बिसाइरहेको छ। यो हाम्रो यो धुप्पीको रुख छ है। यो यहाँनिर हाम्रो एकदम गरम महिनामा चाहिँ यहाँ शीतल हुन्छ। प्रायः जस्तो यहाँनिर भेला हुन्छ खाना खाएपछि, खाना खाएर है, किनभने यहाँ चाहिँ शीतल हुन्छ। केटाहरू यहाँ बिसाइरहेको छ, ल्याउँदैछ केटाहरूले बाँस। आम्मा दुईजनाले यहाँ बाँस लिएर आउँदैछ यो हो। लो बाँस पनि ल्याइहाल्यो। हाम्रो दिपेन जो यहाँ मिस्त्री साप हो। केटाहरू खाना खाने टाइम भयो अब। यो चाहिँ हाम्रो सरोज भाइको घर है, मजाको देख्छ यो घर चाहिँ। एकदम कलर पनि मिठास हालेको रहेछ, यस्तो मजाको देख्छ नि त धुप्पीको रुखहरू। यो चाहिँ हाम्रो सुरज भाइको डुँड हो। अस्ति मौरीको डुँड बनाएको भिडियो हालेको थिएँ मैले है। यो चाहिँ उसले नयाँ डुँड हालेछ। यो चाहिँ पुरानो डुँड हो, मौरी पनि छ। यो चाहिँ तपाईँहरूको अस्ति आएको है घर घर जलको धारा। यो चाहिँ घरै पछि बनाएको छ है। यो चाहिँ चुवा हो है, दबाई हो, तितो हुन्छ। सुगरलाई अब हरेक किसिमको बिमारलाई दबाई हुन्छ। यसको अचार पनि दामी हुन्छ। यो चाहिँ घरमै रहेछ चुवा। हेलो भनिदिनु, हेलो हेलो हेलो। लु हेर्नुहोस् है साथीभाइहरू, यो अस्ति दिन देखाएको घर मैले है, यतिको चाहिँ बारबेर भइसकेछ। अब यो कम्प्लिट हुनु
कति जस्तो लाग्छ हौ 2-3 दिन 2-3 दिन छ यहाँ हाम्रो भनाइ भाइको चाहिँ यहाँ चाहिँ बारबेर हुँदै रहेछ केटाहरू खाना खानुको लागि बिसाइरहेको छ यति चाहिँ बारिसकेको रहेछ अब बार्नु फुटाउनु बाँस हो काम केटाहरूको आजको अब चाहिँ भट्टाभट बारबेर हुँदैछ साथीभाइ हेर्नुहोस् यी हो अब यो कम्प्लिट भएर देखाउने छु म तपाईँहरूलाई यतिको चाहिँ भइसकेको छ यहाँ चाहिँ गाई हेर्नु त हलिस्टेन गाई कत्रो छ यो घाँस खाँदैछ यिनीहरूले यसको बच्चा हो यो खा घाँस खा ल त साथीभाइ अब चाहिँ खानासाना खाएर रेस्ट गरेर हो अब चाहिँ बाँस फुटाइ चिरचार हुँदैछ कार्यक्रम हाम्रो यहाँ चाहिँ बारबेरको काम हुँदैछ साथीभाइ हेर्नुहोस् यी नाप्दैछ अब चाहिँ यहाँ चाहिँ काट्दैछ भाइले हो ल अब चाहिँ भाटा फुटाइ बाँस फुटाइ हो अब चाहिँ कति जान्छ यस्तो लम्ती चाहिँ 3 फुट यस्तो बार यो भाटा हालेको 3 फुट छ नि है बेसी छ है 3 फुट अलिअलि बेसी जाँदो रहेछ साथीभाइ दारा खिटेर काट्छ त अन्त यो त चिप्लिन्छ नि त घट्नु पर्यो नि त आरी त लाग्छ छैन टुक्रै पो खान्छ है एकै ठाउँमा पो छ त्यो अलिकति छ्याप्पै लाग्छ नि यो त यति पनि त खाँदैन वरपर तानिरहेको छ आरी नै खायो धारै छ छैन छिन्नै गर्छन् बुई लो बाँस फुटाइ भयो साथीभाइ यो हो नि त ल अब यो भाडा चाहिँ लगेर गयो हाम्रो भाइ अब बारेको देखाउँछु ल उतापट्टि नाप्दै थियो हो त्यो त बाराइ सुरु भयो अब चाहिँ यहाँ भाइले सुरुवात गर्दैछ अर्ग्यानिक होमस्टे अरे घर अरे हो यहाँ चाहिँ बार्नु सुरु भयो ल हेर्नुहोस् है यति चाहिँ बारिसकेको छ हाम्रो अर्ग्यानिक घर यति चाहिँ बारिसकेको छ अब यता रह्यो तपाईँहरूको यो देख्नु सक्नुहुँदैछ है यति चाहिँ बारिसकेको छ भाइहरूले र अब बाँकी भिडियो फेरि बनाउँछु म यहाँ केटाहरूको धमाधम काम हुँदैछ यहाँ कसैले बाँस फुटाउँदैछ कसैले काट्दैछ कसैले फुटाउँदैछ हो ए ठिक छ त अब भगरले काट्छ अब
गाउँघरको काम यस्तै हुन्छ केटा हो साथीभाइ, यसरी गर्नुपर्छ। बाँस ए फुटाएर मिलाउँदै काट्दै फुटाउँदै बार्नेले बार्दैछ साथीभाइ हो। ए फुटाएर छोटाउ। ल त साथीभाइ आजको भिडियो चाहिँ गाउँघरको है एकदम किचन बारबेरको आउँछ है, र तपाईँहरूले लास्टसम्म हेरिदिनु भएकोमा म धेरै धेरै धन्यवाद तपाईँहरूलाई है। र फेरि पनि नयाँ यसरी भिडियोहरू अब यो घर फिनिसिङ भएको देखाउनु पर्छ र देखाउने नै छु है। र लास्टसम्म यसरी तपाईँहरूले हेरिदिनु भएको छ, धेरै धेरै धन्यवाद छ। र आज चाहिँ एकदमै गरम पनि छ है, र म चाहिँ अब घर लागेँ है। अब घर गएर फेरि एकछिन म माथि जानैपर्छ, रोड लाइन हो, त्यो भएर म चाहिँ लागेँ। यसरी नै नयाँ नयाँ भिडियो लिएर आउनु पाऊँ तपाईँहरूको सामु है। र म चाहिँ घर जाँदैछु, र यसरी नै माया सपोर्ट दिँदै जानुहोस्, र लाइक सेयर सब्सक्राइब गरिदिनुहोस् भिडियो हेर्दै। फेसबुकमा त्यही छ नाम, युट्युबमा पनि त्यही छ, इन्स्टाग्राममा पनि त्यही छ है। यति भन्दै आजको भिडियो चाहिँ यहीँ समाप्त भयो।